नमस्कार। एउटा कविता छ। कविताको नाम बेला आएको छ। आँधीसँग जुधेर साहस बोक्ने, आफ्ना सपनालाई अस्तित्व दिलाउने अब बेला आएको छ। निदाएर जड बनेको आत्मालाई बुझाउने, परम्परा र सिद्धान्तका अँध्यारा बादल चिर्दै सम्भावनाको उज्यालो खोज्ने अब बेला आएको छ। हिजोको विगतलाई स्मृतिमा राखी भोलिको भविष्यलाई सजाउने बेला आएको छ। अन्यायको विरुद्ध आवाज उठाएर निराशाको पर्खाल भत्काउँदै आशाको बिउ रोप्ने अब बेला आएको छ। आफ्नो भाग्य आफै लेख्ने, असफलताहरूलाई नामेट पारेर सङ्घर्षका शिलामाथि सफलताका स्वर्णाक्षर पुज्ने अब बेला आएको छ। भयका जन्जिर चुडालेर साहस र शक्तिलाई शिरमाथि सजाउने, हिजोका पराजयलाई भोलिको विजयमा परिणत गर्दै इतिहास लेख्ने अब बेला आएको छ। समयको चक्र अविराम घुमिरहेछ, क्षणहरू नदीझै बगिरहेछन्, ती पर्खेर बस्दैनन्। अविरल प्रवाहसँगै आफ्नो अस्तित्वलाई अर्थ दिने बेला आएको छ। उठ, जाग, आत्मबोध गर, किनकि परिवर्तनको प्रभात सङ्घारमै उभिएको छ। धैर्य, दृढता र सङ्कल्पका साथ आफ्नो भविष्यलाई धरातलमा उभ्याउने अब बेला आएको छ। अब बेला आएको छ।